हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो। सो गाइज, आजको ब्लगमा तपाईँहरूलाई चाहिँ स्वागत छ। अनि मैले चाहिँ आज धेरै लामो समयपछि भिडियो गर्दैछु। अनि म चाहिँ अहिले पुरा रेडी भइसकेको छु उसको निम्ति, क्लास जानको निम्ति। अनि म चाहिँ अब क्लास लिनुपर्ने हुन्छ, किनकि मैले चाहिँ एउटा कोरियन क्लास जोइन गरेको थिएँ। अनि म चाहिँ अब क्लासतिर जान लागिरहेको। अनि यसो चाहिँ मैले मेरो हेलमेटमा है यो क्यामेरालाई चाहिँ मैले हेलमेटमा फिट गर्नुपर्ने हुन्छ, किनकि गोप्रो क्यामेरा नि त। त्यसैले आजबाट त फेरि पनि रेगुलर मात्रामा भिडियो हाल्ने अपलोड गर्ने म चाहिँ कोसिस गर्नेछु। अनि मेरो चाहिँ गोप्रो क्यामेराबाट भिडियो स्टार्ट गरिरहेको छु। कस्तो क्वालिटी आइरहेको छ प्लिज कमेन्ट गर्नु होला। अनि मैले चाहिँ मेरो साइकलको हेलमेटमा चाहिँ मैले यस क्यामेरालाई फिट गर्नेछु। यो चाहिँ मेरो रुम हो। अनि यसमा चाहिँ अहिले चाहिँ यस्तो छ, पुरा थालिङ छ सबै छ। अनि चाहिँ मेरो साइकलको हेलमेट। अनि यसमा चाहिँ मैले अब यस मेरो गोप्रो क्यामेरालाई फिट गर्नुपर्ने हुन्छ। अनि केही समयपछि गोप्रो यसैमा मिलाउला। म पुरा रेडी भइसकेको छु। अनि म चाहिँ हिँड्न लागिरहेको क्लासको निम्ति। अनि अब चाहिँ म यहाँबाट हिँडेर 7 बजिसकेको छ। अनि यहाँबाट हिँडेर चाहिँ म 8 बजेको क्लास हेर्न जानुपर्ने हुन्छ। म त अहिले पुरा रेडी भइसकेको छु। हेलमेटहरू पनि सेट भइसक्यो, क्यामेरा पनि सेट भइसक्यो। मेरो साइकल चाहिँ यो, अनि रिमोट चाहिँ यहाँ छ। अनि अब चाहिँ यसै बाटोमा हिँड्नु होला। अब पढ्न लाग्यो। हेलो भन त्यही त कस्तो हुन्छ तपाईँहरूले प्लिज कमेन्ट गर्न सक्नुहुन्छ। मेन कुरा मेरो भिडियो नआउनु कारण चाहिँ के हो भन्दाखेरि जुन प्रकारले आफूले मिहिनेत गरिएको हुन्छ है, त्यस्तो प्रकारको चाहिँ भ्युज आउँदैन कि त्यो भयो भने भ्युज आइदियो भने चाहिँ हामीलाई पनि सहज हुन्छ है, भिडियोहरू बनाउन मन लाग्छ। जुन प्रकारको एक्सपेक्ट गरिएको हुन्छ त्यस्तो प्रकारको भिडियो आइदियो के अरे भ्युज आइदिएन भने चाहिँ डिमोटिभेट भइन्छ यार। त्यही भएर प्लिज च्यानल नयाँ हुन्छ सब्सक्राइब गर्नु होला, भिडियोलाई लाइक कमेन्ट गर्नु होला। भिडियो त अब बन्छ नै बन्न त है, तर त्यही पनि यार यस्तो हुन्छ कि भिडियोमा चाहिँ भ्युजहरू लाइक्सहरू कमेन्टहरू आइदिएन भने के हुन्छ भनेपछि बनाउनै मन लाग्दैन कि। कमेन्टहरू आइदिएपछि के हुन्छ भनेपछि अब हल्का आफूलाई पनि त फिल हुन्छ नि त, के गर्ने के नगर्ने भनेपछि हेर्नेहरूले पनि के भन्छ भनेपछि अरे यो बिग्रेछ भनेर त हल्का उत्साह त हुन्छ नि त। अनि जस्तोसुकै भिडियो किन नहोस् कमेन्टहरू चाहिँ आउनुपर्ने हुन्छ कि। कमेन्टहरू आयो भने बल्ल सजिलो भएको चाहिँ आफ्नो गल्तीहरू सुधार्न पाइन्छ है। मैले चाहिँ यहाँ आजभन्दा केही महिना अगाडि चाहिँ भिडियो हालेको थिएँ, लगभग 1 महिना नै भइसक्यो होला। त्यसपछि सिधै एकदमै लामो समयपछि आज हाल्दैछु। अनि उता चाहिँ के थियो भनेपछि लास्टै बाटो खत्तम थियो, त्यही भएर राम्रो भिडियो नै बनाउनु पाएन कि मैले। उता त एकदमै राम्रो बाटो पनि राम्रो छ। फेरि के हुन्छ भनेपछि यो घामको किरण ठ्याक्कै अगाडि छ नि त, त्यसले गर्दाखेरि आफ्नो जुन सिनहरू चाहिएको हुन्छ त्यो सिनहरू चाहिँ अलिकति डार्क आउन सकेको हुन्छ। यतिकै एडजस्ट गर्नु होला। कता सन्चै हामी सँगसँगै भलिबल खेल्छ कि। अनि सायद यो हावाको नोइज पनि एकदमै बढी आइरहेको होला, त्यही भएर यतिकै एडजस्ट गर्नु होला। मलाई चाहिँ घरदेखि यो चोकसम्म यो मेन रोडसम्म आउन चाहिँ कति 15 मिनट लाग्छ है। अनि यो मेन रोडदेखि चाहिँ मेरो क्लाससम्म जानु चाहिँ 15 मिनट लाग्छ। मेरो चाहिँ यस्तै यही डेलीको रुटिन नै हो कि। बिहान उठ्यो, क्लास गयो, आयो, खाना खायो, एकछिन पढ्यो, नि सुत्यो, फेरि उठ्यो, फेरि पढ्यो, अनि खाना खायो। मेरो त डेली रुटिन यही छ क्या। अनि चेन्ज पनि गर्न सकेको छैन। ट्राभलिङ त मैले सोचिरहेको छु कि ट्राभलिङ पनि गर्छु भनेर। त्यसमा चाहिँ अलिकति भनेको जस्तो हुँदैन कि। सबै कुरा पहिले मिल्छ भन्नु पनि छैन। अब बिस्तारै मिल्ने त सबै कुराहरू त्यही अनुसार म्यानेज गर्दै गयो भने त अब आफूलाई जस्तो मिल्छ नै। अब यहाँ पनि फेरि एउटा मन्दिर चाहिँ यहाँ पनि भइरहेको छ। म यहाँ पनि क्यामेरा बन्द गर्नुपर्ने हुन्छ फेरि। बिहान मन्दिरमा पुरा गीत बजाइदिन्छन्, भिडियो बनाउँदै पनि झ्याप्पेर हुनुपर्छ। अनि एउटा कुरा मैले चाहिँ के नोटिस गरेको छु भनेपछि मसँग पहिला क्यामेरा थिएन, क्यामेरा किनेँ। अनि हेलमेट पनि थिएन, हेलमेट किनेँ। त्यो सबले चाहिँ नहुने रहेछ कि। भ्लगिङहरू गर्नको लागि सबै कुराहरू म्यानेज हुनुपर्छ भन्ने पनि होइन रहेछ। मैले पनि अब अरू किन्नु नसकेर चाहिँ मैले चाहिँ गोप्रो क्यामेरा र हेलमेट किनेको हो। भिडियोको लागि नै भनेर किनेको मैले। आज होइन 2 महिना अगाडि होला चाहिँ। बिचमा चाहिँ मलाई के भयो भनेपछि जुन भिडियो बनाएँ नि एक्सेप्ट गरेको जस्तो भ्युजहरू आएन। अनि त्यही भएर चाहिँ मैले चाहिँ छोडेको थिएँ। अनि आजबाट त फेरि पनि मैले स्टार्ट गरेको छु। त्यसलाई माया गरिदिनु होला। तपाईँहरूको साथ अनि तपाईँको सपोर्ट चाहिँ मलाई एकदमै धेरै आवश्यक छ। हावाको नोइजहरू बाहिर अन्य नोइजहरू पनि आइरहेको होला। थाहा छैन मेरो भोइस पनि सुनिएको छ कि छैन त्यो मलाई पनि थाहा छैन। फेरि के हो
म त हिँड्नुपर्ने खास जस्तो मेन रोडमा छ तर मसँग चाहिँ के छैन भनेपछि एउटा ब्रेक छ एउटा ब्रेक नै छैन कि इमर्जेन्सी ब्रेक त लाग्दैन यसमा किनकि अब यो ब्रेक भनेको सबै भाँचिएर अनि यो चाहिँ पछिबाट हालेको ब्रेक हो अनि हिँड्नुपर्ने चाहिँ यस्तो मेन रोडमा अनि इमर्जेन्सी ब्रेक नै छैन फेरि आजसम्म नि मेरो यो साइकलमा चाहिँ किनेको भन्दा बढी चाहिँ खर्च भयो होला त्यो जोड्ने हो भने कि तर अझै पनि यो साइकलमा यस्तो आवाज आउँछ अझै पनि छोड्दैन यार कसरी बनाउने के गरी बनाउने भन्नुहुन्छ मलाई चाहिँ हिँड्दाखेरि लास्टै आवाज आउँछ कि सायद अगाडिको ब्याकग्राउन्ड पनि एकदमै ब्ल्याक जस्तो आइरह होला किनकि अब यता घामको किरणहरू छ नि त अगाडिको सिनहरू पनि ब्ल्याक आइरह होला यो चाहिँ हाम्रो कोलपुर बजार है अब चाहिँ कोलपुर बजार स्टार्ट भयो यहाँबाट यहाँ चाहिँ माथि चाहिँ भिडियो भएको छ कि छैन त्यो मलाई थाहै छैन फेरि है रिमोट थिचेको छु अब योभन्दा अगाडि चाहिँ मैले यो क्यामेराबाट भिडियो बनाएको छैन कि त्यही भएर भिडियो भएको छ कि छैन कि त्यो थाहा पनि छैन कि गाडीहरू पनि कति हिँडेको यार अब सुरु भयो कन्सल्टेन्सीको लाइन यता पनि कन्सल्टेन्सी छ यता पनि पुरा कन्सल्टेन्सीको लाइन हो कि मजा जानुपर्ने हो यहाँबाट भित्र अब चाहिँ एक त रङ चाहिँ हिँड्नुपर्ने परिरहेको छ है त्यसमा चाहिँ ब्रेक छैन अनि यस्तो अवस्थामा के हुन्छ भन्दाखेरि कसैले आएर केही भइदिइहाल्यो भने पनि यहाँ चाहिँ जिम्मेवारी कोही पनि हुँदैन कि अब मेरै रङ साइड छ त अनि के गर्छ त्यो ध्यान त गर्नुपर्ने अरे वाह सरको बाइक आएर बसिसकेको छ मैले पढ्ने कन्सल्टेन्सी चाहिँ यही हो कि नबोल्ने नि सर नबोल्ने तपाईँले कोही हुन्छ खाजान पनि थाको खायो जानुहोस् न खाजान गर्नु थाको खाइयो त्यही त हुन्छ सर जानु होला 안녕히 가세요 선생님 안녕히 가세요 커머지 क्लास पनि सकियो अब चाहिँ म चाहिँ यहाँबाट घरतिरको लागि निक्लेको अनि के हो भन्दाखेरि अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ सिधा हस्पिटलकै फेरि हाम्रो घरमा चाहिँ ठुलो हुनुहुन्छ अनि उहाँ चाहिँ एकदमै धेरै चिकित्सा बिरामी भएर हस्पिटलमा ल्याउनुहुन्छ अनि हस्पिटलमा चाहिँ जानुपर्ने हुन्छ म 9:15 गइसकेछ रे नेपाली हो यार जता गाडीमा सिट नहुँदा पनि सिट छ भन्छ वाह क्या मजा अहिले चाहिँ म घर आइसक्यो अनि म चाहिँ हस्पिटलमा गएको थिएँ मैले भनेको थिएँ म चाहिँ हस्पिटलमा गएको थिएँ अनि के भयो भन्दाखेरि ठ्याक्कै हस्पिटलमा पुग्ने पाल पनि भयो अनि मेरो गोप्रोको चार्ज पनि सकियो क्या अनि चार्ज पनि स्विच अफ भयो गोप्रो पनि स्विच अफ भयो त्यसरी मैले चाहिँ बाटोमा आएको अलिकति भिडियो बनाउनु पाएन त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु अनि यो चाहिँ मैले अहिले मोबाइलदेखि यो भिडियो गरेको छु अनि अब चाहिँ मैले खाना खानुपर्ने हुन्छ खाना खाइसकेपछि एकछिन पढ्यो अनि एकछिन सुत्यो अनि के गर्नुपर्ने हुन्छ भनेपछि मैले फेरि पनि भिडियोमै मिलाउला अहिले चाहिँ म रेडी भएर तयार भएर पुरा सबै रेडी भएर चाहिँ म बल खेल्नको लागि निक्लेको हो अनि नास्ता खायो अनि दिनभरि मैले चाहिँ के पनि गर्ने आज पुरा दिनभरि मोबाइल चलायो अनि अहिले चाहिँ म निक्लेको छु भलिबल खेल्नको लागि अनि आजको भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला अनि भिडियोमा चाहिँ नयाँ हुनुहुन्छ भने च्यानलमा नयाँ सब्सक्राइब पनि गर्नु होला भन्दै आजको भिडियोबाट छुट्टिन्छौँ हस्त बाई